हेर्नुहोस् सम्पूर्ण साथीहरूलाई नमस्कार है साथीहरू सबैजना सञ्चार नै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ म माइजूहरूको भिडियो देख्न जाँदैछु माइजूहरूको भिडियो किन देखाउन लाग्यो भने साथीहरू सबैको दुईजना वाइफ चाहिँ सबैको हुन्छ मेरो मामाको चाहिँ एउटा मामाको 3टा वाइफ हुनुहुन्छ तर पनि दुईटा वाइफ पनि मिलेको हुँदैन साथीहरू उहाँहरु चाहिँ दिदी बहिनी भन्दा नि बढी मिल्नुहुन्छ अरे साथी म 3 दिदी बहिनीको कान्छी बहिनी म 2टा दिदी बहिनीको भन्नु त ल हजुर के हो जेठी बहिनी को हुनुहुन्छ जेठी बहिनी माझाको म जेठी हजुर माइली म कान्छी बहिनी हो सबै भन्दा एउटा मामाको 3टा वाइफ हो अघि पनि भन्नु भएको छ ल हामी यसरी मिलेर बस्नु भएको ल मेरो उमेर पनि ल 40-42 वर्ष भयो साथीहरू अहिलेसम्म झगडा गरेको देखाएन मिलेर बस्नु भएको छ होइन त माइल आइजु ल हामी त हो आई दिदी आहानु म त यताले हेर्छु बाचुन्जेल यतिकै हो अब यसरी मिलेर बस्नुपर्छ हजुर मेरो यिनीहरू मेरो परानो जेठी माइजूले चाहिँ दुवै माइजूलाई अँगल हालेर हेर्नु त कान्छी माइजू जेठी माइजू त्यसरी मिलेर बस्नु भएको कोही मान्छेले चाहिँ आफ्नो घरमा चाहिँ बुढाले अर्को बुढी ल्याउँदाखेरि रतली गीत गाएर नाच्छ त ले भने त उहाँ चाहिँ रतली गीत गाएर नाच्नु भएको जेठी माइजूले दुवै बहिनी ल्याउँदाखेरि अन्त कति खुसी भएर ल माइजूहरू ल हामी बाँचुन्जेल जुनी सँगै मर्नी सँगै बाँच्ने बुढा जानु भइहाल्यो छोडेर हामी 3जना हो अब यति हो नमस्कार हजुर नमस्कार माइजू ठुलो स्वरले बोल्नु न हजुरलाई ल्याएको कति वर्षपछि कान्छी माइजू ल्याउनु भयो त मामाले 4 वर्ष होइन 4 वर्षपछि आयो यस्तै 7 वर्ष जति पछि 7 वर्षपछि रतली खेल्नु भयो भएन बहिनी आउँदाखेरि आउनु दिदी रतली खेल्नु भएन जेठी माइजू त खुसी भएर चाहिँ रतली गीत गाउनु भएको होइन यस्तो अरे कान्छी माइजू ल्याउँदाखेरि रतली गीत नाच्नु भएको क्या खुसीले हो क्या आफ्नो बहिनी आउँदा त्यस्तो तपाईँहरू भइदियो बुझ्नु हुन्थ्यो होला है तर माइजू धेरै बुझ्ने खुट्टा ढाउन भनेर आइथी मलाई त पैसा दिएर ढाउनु पर्छ भनेर भन्ने तिम्रो पहिले पैसा देखाएन म के दिएर ढाउनी भने अनि त्यहाँ के को मेरो हुने अब तैँले खोसेपछि हाँसो मजा गरी सेम मम्मी जस्तै रहेछ है बाबु त मम्मी जस्तै रहेछ ल के छ त भन्नु जसले भने नि हुन्छ जिन्दगी बिताउनलाई जेठी माइजूको छोरी काली दिदी काली भन्न काली दिदी हाम्रो चाहिँ सानो प्यारो नाम काली दिदी जेठी माइजूको छोरी माइली माइजूको छोरी उता हुनुहुन्छ यहाँ आउनु दिदी कान्छी हो है खै त कहाँ त मन्जु दिदी चाहिँ माइली माइजूको छोरी हुनुहुन्छ माइली माइली छोरी उहाँ नाति केटो उहाँहरूको चाहिँ नाति केटो कान्छो अनि कान्छी माइतीको चाहिँ छोरी चाहिँ यहाँ हुनुहुन्न फेरि कान्छी माइतीको चाहिँ किन देखाएन भन्नु होला इन्डिया हुनुहुन्छ उहाँहरू सबै ल
ल हस् त साथीहरूलाई कस्तो लाग्यो मेरो भिडियो लाइक कमेन्ट सब्सक्राइब सेयर र गरम नमुरा अनि भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला हस् त धन्यवाद नमस्कार